स्टोकियोमेट्री क्लास 11 को फिजिकल केमिस्ट्री को स्टोकियोमेट्री च्याप्टर पढ्छौँ हैन। हिजो हामीले मूल कन्सेप्टको पुरै सकायो, अब लिमिटिङ एजेन्ट बाँकी छ हैन। त्यसो भए फर्स्टमा स्टोकियोमेट्रीको 3-4 वटा लहरु छ नि, त्यो सबभन्दा इम्पोर्टेन्ट लहरु आज हामीले कुरा गर्छौँ। सी एक्जाम र एनईबी को लागि भिबिआई एनईबी मा त 5-6 मार्कको यहाँबाट 8 मार्कको जति सोधिन्छ, तर सी एक्जाममा 1-2 मार्क्सको सोधिन्छ। लेट्स स्टार्ट दिस च्याप्टर फ्रम मी। ओके गाइज, लेट्स स्टार्ट दिस च्याप्टर। फर्स्टमा हामीले च्याप्टरको नाम लेखौ स्टोकियोमेट्री। स्टोकियोमेट्री भनेको के हो भने बाबु नानीहरु, सबभन्दामा हामी पहिला बुझ्नुपर्छ स्टोकियोमेट्री के हो भनेर बुझ्नुपर्छ बाबु नानीहरु। सबभन्दा पहिला इट इज द ब्रान्च अफ केमिस्ट्री that deals with the mass relationship in chemical reaction and also volume relation in gaseous reaction हैन। त्यति त अब प्लस 2 मा सोध्छ, तर सी एक्जाममा त्यस्तो खासै सोध्दैन हैन। त्यसो भए फेरि म रिपिट एकचोटी अझै गर्दिन्छु, ध्यान दिएर तिमीहरु सुन ल बाबु नानीहरु। इट इज द ब्रान्च अफ केमिस्ट्री that deals with the mass relationship in chemical reaction and also volume relation in gaseous reaction। ओके गाइज, लेख्नु पर्छ र बाबु नानीहरु, लेख्नु पर्दैन होला? पर्छ ल म लेखिदिन्छु। It is branch of chemistry that deals the mass of mass relationship in chemical reaction and also volume relationship in gaseous reaction हैन। यति त याद गर्नुपर्छ बाबुनाहरु हैन। यो त अब प्लस 2 को लागि भिबिआई हो है। इट इज द ब्रान्च अफ केमिस्ट्री that deals the mass relationship in chemical reaction and also volume relationship in gaseous reaction। ओके गाइज, यति भयो हैन। अब हामी लहरुको बारेमा फर्स्टमा कुन लको बारेमा पढ्नुपर्छ बाबु नानीहरु? डाल्टन ल, डाल्टन एटोमिक थ्योरीको बारेमा पढ्नुपर्छ हैन। डाल्टन्स एटोमिक थ्योरी हैन। यो कसले दिनुभयो भने डाल्टन दाइले दिनुभयो। उहाँले के भन्नुभयो भने हैन, उहाँले म्याटरहरुको बारेमा एटम्सको बारेमा भन्नुभयो भने के भन्नुभयो भने all types of matter are composed of atoms। दुनियाको सबै प्रकारको हैन म्याटरहरु केले बनेको हुन्छ? एटम्सले बनेको हुन्छ हैन। एटम्स आर एक्सट्रिमली स्मल, सबभन्दा सानो हुन्छ हैन। एटमहरु इन्भिजिबल हुन्छ है, देख्न नसकिने, माइक्रोस्कोपबाट देख्न सकिने, इन्डेस्ट्रक्टिबल हुन्छ हैन। एटम्स क्यान नाइदर बी डिस्ट्रोयड नोर क्रिएटेड, उहाँले भन्नु भएको थियो। एटम्स अफ सेम एलिमेन्ट आर अलाइक इन प्रोपर्टिज है। यति अब यो पोस्टुलेटहरु भन्नुपर्छ कि लेख्नुपर्छ कि? अब भयो, यतिले बुझिन्छ है। लेख्नु पर्छ ल, म लेखिदिन्छु है, टेन्सन नलिउ न। पोस्टुलेट फर्स्टमा डाल्टन दाइ पोस्टुलेट उहाँले के भन्नुभयो भने हैन, उहाँले के भन्नुभयो भने बाबु नानीहरु के भन्नुभयो भने all types of matter composed of atoms। उहाँले के भन्नुभयो भने हैन, यो सबै प्रकारको हैन म्याटरहरु केले बनेको हुन्छ भने एटम्सले बनेको हुन्छ। एउटा अझै कुरा भन्नुभयो, के भन्नुभयो भने एटम्स आर extremely small and invisible हुन्छ भनेर उहाँले
भन्नुभएको हो हैन। थर्डमा के भन्नुभयो भने यो याद गर्नुपर्छ है बाबुनीहरु, एटम्स अफ सेम एलिमेन्ट हैन, एटम्स अफ सेम एलिमेन्ट्स आर alike in property, alike in property तिनीहरुको के हुन्छ सेम हुन्छ है। यतिले बुझ्यो भने भन ल कस्तो भयो है। डाल्टन एटोमिक थ्योरी हैन, कसले दिनुभयो भने डाल्टन दाइले दिनुभयो रे। कसले दिनुभयो रे डाल्टन दाइले दिनुभयो है। यो उहाँले के भन्नुभयो भने फर्स्टमा all types of matter are composed by atoms हैन, एटम्स ले बनेको हुन्छ। केले बनेको हुन्छ बाबु नानीहरु, एटम्स ले बनेको हुन्छ, एटम्स ले बनेको हुन्छ। एटम्स आर एक्सट्रिमली स्मल हुन्छ, इन्भिजिबल हुन्छ। एटम्स इज neither created nor be destroyed उहाँले भन्नुभयो। एटम्स अफ सेम एलिमेन्ट आर लाइक इन properties, यति बाबु नानीहरु याद गर्नुपर्छ तिमीहरुलाई। त्यसो भए अब हामीले अर्को पढौ है बाबु नानीहरु। के पढौ भने ल अफ केमिकल कम्पोजिसनमा, ल अफ केमिकल कम्पोजिसन, ल अफ केमिकल कम्पोजिसन भित्र कतिवटा लहरु पर्छ भने 4-5 वटा पर्छ। अब तिनीहरुको बारेमा हामीलाई पढ्नु पर्छ। फर्स्टमा कुन लको बारेमा पढ्नु पर्छ भने बाबु नानीहरु, फर्स्टमा ल अफ कन्जर्भेसन अफ मास को बारेमा बाबु नानीहरु हामीलाई फर्स्टमा पढ्नु पर्छ है। ल अफ कन्जर्भेसन अफ मास यो त तिनीहरु त अब VBI छ एनईबी मा हैन। सी एक्जाम मा के सोध्छ भने कसले दिनुभयो, यो धेरै VBI हुन्छ है। सी मा 1 मार्क्स मा के सोधिन्छ भने ल अफ कन्जर्भेसन अफ मास वाज गिभन बाइ के लगाउने बाबु नानीहरु, वाज गिभन बाइ लेभोइजियर लगाउने है, लेभोइजियर लगाउनु पर्छ बाबु नानीहरु, लेभोइजियर लगाउनु पर्छ। अनि एउटा अझै के हुन्छ फादर अफ केमिस्ट्री वाज हैन, सोध्यो भने के लगाउने, फादर अफ केमिस्ट्री वाज लेभोइजियर है बाबु नानीहरु। के लगाउने, लेभोइजियर, फादर अफ केमिस्ट्री उहाँलाई नि भन्छ फादर अफ केमिस्ट्री है। अब यसको डिफिनेसन मेन पर्पस के थियो भने ल अफ कन्जर्भेसन अफ मास सेम जस्तै इनर्जी, ल अफ कन्जर्भेसन अफ इनर्जी हामीले पढ्छौं नि त्यो फिजिक्समा, त्यसरी नै यो पनि हो हैन। अब के यहाँ ध्यान दिनुपर्छ भने मास इज नाइदर क्रिएटेड nor destroyed during in a chemical reaction। यो डिफिनेसन बाबु नानीहरु याद गर्नुपर्छ। के हो डिफिनेसन भने मास नाइदर क्रिएटेड नोर बी डिस्ट्रोयड ड्युरिङ इन अ केमिकल रिएक्सन। हामीलाई के गर्नुपर्छ, माजाले याद गर्नुपर्छ है, माजाले याद गर्नुपर्छ। यो क्वेशनमा सोधिन्छ के, मल्टिपल क्वेशनमा सोधिन्छ हैन, अब्जेक्टिभमा सोधिन्छ। उहाँले एउटा के भन्नुभयो, मास अफ रिएक्टेन्ट एन्ड मास अफ प्रोडक्ट इक्वल हुन्छ। कसले भन्नुभयो भने ल अफ कन्जर्भेसन अफ मासले भन्नुभयो। अनि कसले भन्नुभयो भने लेभोइजियर दाइले भन्नुभयो है। मास अफ रिएक्टेन्ट एन्ड प्रोडक्ट आर के हुन्छ बाबु भन्नेहरु सेम हुन्छ। मास अफ रिएक्टेन्ट एन्ड प्रोडक्ट आर सेम हुन्छ है, इक्वल हुन्छ। मास अफ रिएक्टेन्ट इज इक्वल टु मास अफ प्रोडक्ट हुन्छ। सेम को अर्थ त्यही आइदर दैट। यस्तो मैले तिमीहरु बुझ्दैनौ त अनि। मास अफ रिएक्टेन्ट इक्वल टु मास अफ प्रोडक्ट। अब भयो नि ल बाबु नानीहरु, ल जसरी नै बुझ्नु पर्छ बाबु नानीहरु तिमीहरुलाई यो हाइलाइट मैले गर्दिन्छु है। ओके ओके। अब एक्जाम्पल दिएर बुझाइदिन्छु मैले। एक्जाम्पल एउटा लेखन हैन, H2 ग्यास प्लस अक्सिजन ग्यास मिलेर पानी बन्छ H2O है।
स्टिम भयो भने घसिनु हुन्छ है। अब तिनीहरूलाई के गर्नु ब्यालेन्स गर्नुपर्छ है बाबु नानीहरू। यहाँ अब दुईवटा अक्सिजन यहाँ एउटा भनेको 1/2 गरिदिउँ भइहाल्छ। अब तिनीहरूको के हुन्छ मास अफ रिएक्टेन्ट र मास अफ प्रोडक्ट के हुन्छ बराबर इक्वल हुन्छ। त्यसो भए यसलाई 1/2 होइन, यहाँ के गर्न 1/2 इन्टु 16 इन्टु 2 यहाँ कति रे 18 गर्नुपर्छ होइन। 1 इन्टु 2 प्लस 16 इन्टु 1 भनेको 18 हुन्छ होला है। यहाँ भनेको 2 भयो है 2, यहाँ कति 3 गयो भनेको 16, यहाँ भनेको 2 प्लस 16 भनेको यहाँ 2 प्लस 16 होइन इक्वल टु 18 प्लस यहाँ कति रे 18 भयो होइन। सेम भयो नि बाबु नानीहरू है, सेम भयो कि नै? यहाँ हेर त यहाँ सेम भयो नि। स्क्रिनसट लिन्छौ लिएला। यति आज पढाएको मैले। अब के रे सेकेन्ड अब गरौँ है। ल अफ केमिकल पोजिसनमा एउटा फर्स्टमा पढ्यो के रे ल अफ कन्जर्भेसन अफ के पढ्यो ल अफ कन्जर्भेसन अफ मास सकायो हामीले। अब ल अफ डिफाइनाइट प्रोपोर्सनको बारेमा पढ्नुपर्छ। ल अफ डिफाइनाइट प्रोपोर्सन, ल अफ डिफाइनाइट प्रोपोर्सनको बारेमा बाबु नानीहरू हामीलाई पढ्नुपर्छ। फर्स्टमा यो कसले दिनुभयो भने सोध्छ। एक नम्बरमा कसले दिनुभयो भने प्राउस्ट, PROUST प्राउस्ट दाइले दिनुभयो। यो VBI हो बाबु नानीहरू, यो सोध्छ नि पक्कै सोध्छ है। यहाँबाट एउटा डेफिनेसन याद गर्नुपर्छ, कसले दिनुभयो भने सोध्छ है। एक्जाम्पल याद गर्नुपर्छ, भयो सक्यो। यति जान्यो भने तिमीले यहाँबाट 1-2 मार्क्सको एक्जाममा सोध्छ, पुरै कभर हुन्छ है। यहाँबाट यसको डेफिनेसन के हो भने प्योर कम्पाउन्ड होइन, प्योर कम्पाउन्ड contains same element in the fixed ratio of their weight। यति के भयो भने बुझियो बाबु नानीहरू, बुझियो नि तिमीहरूलाई इङ्ग्लिस आउँछ नि। प्योर कम्पाउन्ड कन्टेन सेम इलिमेन्ट इन द फिक्स रेसियो अफ दियर वेट। एउटा प्योर कम्पाउन्डमा होइन सेम इलिमेन्ट हुन्छ होइन, यो प्योर कम्पाउन्डमा सेम इलिमेन्ट हुन्छ, तिनीहरूको फिक्स रेसियोमा के हुन्छ तिनीहरूको वेट हुन्छ होइन। इक्जाम्पलको लागि के बुझ्नु पर्यो भने वाटर बुझ्नु पर्यो बाबु नानीहरू, H2O। अब रिभरको वाटर होइन अथवा ओसियनको वाटर होइन अथवा रेन वाटर होइन, यी सबैको रेसियो मास अफ के रे बाबु नानीहरू मास अफ रेन वाटर होइन, मास रेसियो तिनीहरूको के हुन्छ सेम हुन्छ है बाबु नानीहरू। यिनीहरूको अनुपातमा लेख्दाखेरि 1:8 1:8 1:8 यिनीहरूको सेम हुन्छ है रेसियो। त्यही भएर यो आएको है। कसले दिनुभयो प्राउस्ट दाइले दिनुभयो, यो त याद गर्नुपर्छ बाबु। अब थर्ड के हो भने थर्डमा के हो भने ल अफ मल्टिपल प्रोपोर्सन वाज गिभन बाइ डाल्टन दाइले दिनुभयो। ल अफ मल्टिपल प्रोपोर्सन, ल अफ मल्टिपल प्रोपोर्सन सोध्छ है एक्जाममा। ल अफ मल्टिपल प्रोपोर्सन वाज गिभन बाइ सोध्यो भने के लगाउने डाल्टन दाइ लगाउने। ल डाल्टन दाइ एउटा आफूले के एटमको बारेमा भनेको थियो है, याद छ नि, डाल्टन दाइ लगाउने। अब उहाँले के भन्नुभयो भने बाबु नानीहरू डिफरेन्ट वेट अफ एन इलिमेन्ट डट कम्बाइन विथ अ फिक्स्ड वेट अफ द अदर बियर अ सिम्पल होल नम्बर रेसियो चाहिँ दिन्छ भनेर उहाँले भन्यो। भने डिफरेन्ट वेट अफ इलिमेन्ट होइन, डिफरेन्ट वेट भएको इलिमेन्टलाई हामीले कम्बाइन गर्छौँ भने एउटा फिक्स वेट अफ अदर बियर अ सिम्पल होल नम्बर रेसियो चाहिँ दिन्छ भनेर ल अफ मल्टिपल प्रोपोर्सन डाल्टन दाइले दिनुभएको हो। अब फर्स्टमा हामीले डिफिनेसन लेख्छौ। फर्स्टमा के लेख्छौ बाबु नानीहरू डिफिनेसन, डिफरेन्ट वेट अफ एन इलिमेन्ट that combine with a fixed ratio of
फिक्स्ड रेशियो हैन फिक्स्ड हैन फिक्स्ड रेशियो चाहिँ फिक्स्ड वेट हैन यहाँ हेर्को है अलि सच्याउनु पर्छ फिक्स्ड वेट of the other bear a simple whole number रेशियो एक्जाम्पल को लागि हैन एक्जाम्पल को लागि बुझ्नु पर्छ एउटा CO एन्ड CO2 यो कार्बन प्लस अक्सिजनबाट मिलेर बनेको हुन्छ यहाँ कार्बनको कति 12 ग्राम हैन यहाँ यो पनि 12 ग्राम हैन अब अक्सिजन कम्बाइन विथ फिक्स्ड छ नि त 12 ग्राम हैन यिनीहरुको रेशियो कति हुन्छ बाबा नानीहरु भन्दिउ त यिनीहरुको रेशियो कति हुन्छ 16 अक्सिजनको अनि 32 अक्सिजनको यहाँ अक्सिजनको 32 यहाँ 16 हैन 32 र 16 काट्दाखेरि कति भयो 16 दुना 32 इक्वल टु 1 2 भयो है रेशियो 12 ग्राम त यिनीहरुको फिक्स्ड भयो नि त बाबा नानीहरु 12 ग्राम यिनीहरुको के भयो फिक्स्ड भयो हैन सेकेन्डमा के पर्नु पर्यो वाटर H प्लस वाटर हैन H2O एन्ड H2O यिनीहरुको फिक्स्ड के हो भने 2 ग्राम हैन यहाँ हाइड्रोजनको हैन 2 ग्राम यहाँ पनि 2 ग्राम अक्सिजनको अब फिक्स हैन 16 ग्राम त्यो के दिन्छ एउटा होल नम्बर रेशियो दिन्छ हैन बाबिनाहरु 2 ग्राम यहाँ पनि 2 ग्राम अक्सिजन भनेको 16 ग्राम अनि यहाँ 32 ग्राम तिनीहरुको रेशियो कति दिन्छ 16 र 32 भनेको 1 2 होल नम्बर रेशियो दिन्छ है बाबिनाहरु यही यहाँले भन्नु भयो है डिफरेन्ट वेट अफ एन एलिमेन्ट दैट कम्बाइन विथ अ फिक्स्ड वेट अफ the other bear a simple whole number ratio कसले दिनु भयो भने डाल्टन दाइले दिनु भयो म पछि रिभाइज गर्दिन्छु न टेन्सन लिनु न है त अब एउटा अझै के को बारेमा सरी बाबु नानी सरी ल बिरामी छु मैले अब एउटा अझै के पढ्नु पर्छ ल अफ रेसिप्रोकल को बारेमा सकाएपछि हामीले सकिन्छ आजको थ्योरी अनि भोलि क्वेशनहरु एमसीक्यूहरु मैले गराउँछु ल बाबु नानीहरु ल of reciprocal proportion हैन यो उहाँ कसले दिनु भयो भने रिचर दाइले दिनु भयो याद गरौँ ल बीबीआई टर्म्स हो हैन डेफिनेसन के भने it is used to obtain equivalent mass of an element हैन so it is also called as law of equivalent proportion पनि भन्छ हैन ल अफ इक्विभ्यालेन्ट प्रोपोर्सन पनि भन्छ है बाबुनानी याद गर है ल अफ इक्विभ्यालेन्ट प्रोपोर्सन पनि भन्छ हैन ल अफ रेसिप्रोकललाई ल कसले दिनुभयो भने रिचर्डले दिनुभयो भने के को लागि यो युज गरिन्छ भने इक्विभ्यालेन्ट मास पत्ता लगाउनको लागि प्रयोग गरेको देखिन्छ है अब एउटा यति अब भयो है पुग्छ अब हामीलाई हैन अब दुई तीनवटा क्वेशन गर्छौ कि ल म रिभाइज गर्छु है फर्स्टमा सबभन्दा पहिला हामीले के पढ्यो भने स्टोकियोमेट्री के पढ्यो भने परिभाषा पढ्यो के परिभाषामा इट इज द ब्रान्च अफ केमिस्ट्री दैट इट इज द ब्रान्च अफ केमिस्ट्री दैट it is the branch of the chemistry that deals it is the branch of chemistry that deals it is the branch of chemistry that deals it is the branch of chemistry बाबुहरु भन त के हुन्छ it is the branch of chemistry that deals it is the branch of chemistry that deals the mass relationship हैन in a chemical reaction also volume relationship in a gaseous reaction है बाबुहरु अब डाल्टन एटोमिक थ्योरी हामीले पढ्यो हैन कसले दिनुभयो डाल्टन दाइले त्यसका कतिवटा 3-4 वटा पोस्टुलेट हो मेन पोस्टुलेट 3 वटा हैन all types of matter composed of atoms ले बनेको हुन्छ एटम्स ले के बनेको हुन्छ भने all types of matter एटम्स के हुन्छ भने इन्डिभिजुअल हुन्छ स्मल हुन्छ धेरै स्मल इन्डिभिजुअल स्मल हुन्छ हैन एक्सट्रीमली स्मल हुन्छ एटम्स अफ सेम एलिमेन्ट के हुन्छ अलाइक इन प्रोपर्टिज हुन्छ हैन
यो याद गर्नुपर्छ। ल अफ केमिकल कम्पोजिसनमा हामी 4 वटा ल पढेको। ल अफ कन्जर्भेसन अफ मास फर्स्टमा कसले दिनुभयो भने लेभोइजरले दिनुभयो। उहाँले लेभोइजर दाइको अरु के भन्छ भने फादर अफ केमिस्ट्री पनि भन्छ हैन। मास नाइदर क्रिएटेड नोर बी डिस्ट्रोयड ड्युरिङ इन केमिकल रिएक्सन कसले दिनुभयो भने लेभोइजर दाइले दिनुभयो। अथवा मास अफ रिएक्टेन्ट एन्ड मास अफ प्रोडक्ट के हुन्छ सेम हुन्छ। मास अफ रिएक्टेन्ट इज इक्वल टु मास अफ प्रोडक्ट हुन्छ हैन। हामीले एक्जाम्पल वाटर बनाएको थियो हैन, हाइड्रोजन यो गरेर यहाँ पो त हामीले छ नि त। अब ल अफ डिफाइनाइट प्रोपोर्सनमा के कसले दिनुभयो भने प्राउस्टले दिनुभयो भने यसको डेफिनेसन पढ्नुपर्छ। प्योर कम्पाउन्ड कन्टेन द सेम एलिमेन्ट इन द फिक्स्ड रेशियो अफ देयर वेट हैन। अब रिभरको पानी अथवा ओसिनको पानी अथवा रेनको पानी तिनीहरूको चाहिँ हैन मासको रेशियो कति हुन्छ सेम नै हुन्छ। के हुन्छ सेम हुन्छ हैन। अब ल अफ मल्टिपल प्रोपोर्सन हैन डाल्टन दाइले दिनुभयो है बीबीआई हो। डिफरेन्ट वेट अफ एन एलिमेन्ट दैट कम्बाइन विथ द फिक्स्ड वेट अफ द अदर बियर अ सिम्पल होल नम्बर रेशियो दिन्छ चाहिँ भन्नुभयो। जस्तै कार्बन र अक्सिजनबाट के बनाउँछौ कार्बन मोनोअक्साइड र कार्बन डाइअक्साइड। यहाँ 12 ग्राम कार्बन र 12 ग्राम कार्बन हैन दुवैमा सेम फिक्स्ड रेशियोमा छ नि त। अनि अक्सिजनसँग कम्बाइन गरेर कति बन 1/होल रेशियो दिएको छ कि छैन यहाँ हेर है। वाटर पनि त्यस्तै हो हैन। अब ल अफ रेसिप्रोकल हामीले पढेको हैन। ल अफ रेसिप्रोकल हैन इट इज द युज टु अब्टेन द इक्विभ्यालेन्ट मास अफ एन एलिमेन्ट को पत्ता लगाउनको लागि बनेको हुन्छ। इट इज अल्सो कल्ड एज द ल अफ इक्विभ्यालेन्ट प्रोपोर्सन है। यति हामीले पढ्यो आज हैन। स्क्रिनशट लिन्छौ लगा है स्क्रिनशट है। यति ल भयो बाबु नानीहरु। क्वेशन पनि प्र्याक्टिस गर्छौ। क्वेशन परे अब भोलि हामीले लिमिटिङ एजेन्टको बारेमा पढ्छौं हैन। अब मूल कन्सेप्टको 1 or 2 लेक्चर मैले युट्युबमा हालिदिएको हो, त्यहाँबाट हेरौँ न ल। आज स्टोकियोमेट्रीको बारेमा ल बीबीआई हो भनेर पढाइदियो एकचोटी भनेर बाबु नानीहरुलाई सजिलो हुन्छ एक्जाममा भनेर पढाएको। भोलि लिमिटिङ एजेन्ट गरेर यो च्याप्टरको आथि 20-22 वटा आथि एमसीक्यूजहरु गर्छौ त्यसपछि फर्स्ट इयरको हैन। अब मूल कन्सेप्टको त हामी सक्या हो एमसीक्यूजहरु हैन बीबीआईहरु। अब भोलिबाट हेरौँ न के हुन्छ। हस् बाइ बाइ।